त्यो दामी सुनौ के ओके छ ल स्वागत छ है अनिताजी हजुरलाई हेलो नमस्ते 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 स्वागत छ हजुरलाई एकदम हाम्रो लाइभमा एकछिन अब यसो लाइभको शोभा बढाइदिनुहुन्थ्यो कि राति अब इन्डिङ गर्दाखेरि यसो मिठो केही कुराहरू सुनाउनुहुन्थ्यो कि भनेर बसिरहेको हजुरको रुगा लागेको छ कि के हो होइन छैन तपाईँलाई निको भयो मलाई पनि अलि बिरामी चाहिँ अहिले चाहिँ ठिक छु भोलिसम्म चाहिँ म फुल फिट एन्ड फाइन हुन्छ अहिले त 75% चाहिँ भइसक्यो भोलिसम्म चाहिँ युवराज दाइ मायास फुल फिट एन्ड फाइन हुन्छु म के छ के सुनौँ कि के दामी के यताउति एउटा मिठो के सुनाउनुहुन्छ कि भनेर तानेको थिएँ के भन्छ अरे मैले त खासमा लोकगीत मात्रै गाउँछु हुन्छ लोकगीत हामी लोकगीत पनि सुन्छौँ नि के अरे अलिकति यो चुनावभन्दा अलिकति अगाडि चाहिँ मैले एउटा त्यो भोट चाहिँ अब नयाँ के अरे राम्रो मान्छेलाई हाल्नु होला भनेर त्यसको बारेमा थोरै गीत लेखेर गएको थिएँ त्यही गाउँछु ल ओके छ प्लिज छ त अनदि वेलकम छ है मेरो दिलाई माया छ यो के भन्छ अरे अलिकति सायद यस्तो कुराहरू अलिकति परदेशमा बस्ने मान्छेहरूलाई फिल हुन्छ म पनि परदेशमै भएको भएर त्यस्तो चाहिँ दिमागमा आएको भएर लेखेको थिएँ कि ओके छ त हामीले बुझिसक्यौँ अन्त आफू चाहिँ कता कुन कन्ट्रीमा हुनुहुन्छ म साइप्रस हो साइप्रस हो ए ल सुनौ न त गाह्रो पर्ने भयो हामीलाई गाइदिन्छु ल परदेशमा छु देशको माया मुटुमा छ अथाह आज मैले सुनाउँदैछु परदेशीको कथा नाङ्गो ढाक्न दबाई खान हात मुख जोड्न बाध्यता छ नेपालीलाई मातृभूमि छोड्न हरेक दिन नेपाली परदेशैमा रुन्छ सम्झेर मेरो देश कहिले यस्तै हुन्छ प्रकृतिले दिने हावा यहाँ त किन्नु पर्छ कठैबरा मेरो देशमा पैदल हिँड्नु पर्छ मजदुरी त सधैँ भोकै हुने खाने कर्म जहिले पनि सोझै जनता बस्नु पर्ने मर्मा मनमा कति चोट परेछ कहाँ शान्ति मिल्ला विदेशमा त जताततै बाटो चिल्ला चिल्ला युवा जाति विदेश बसे देशमा नेता बुढा हाम्रो देशमा 12 महिना रोडमा ढुङ्गा मुढा पढ्ने बेला बेच्न पर्छ खेत घर बारी तिरिन तिर्न आउनु पर्छ 7 समुद्र पारी यहाँ त दिनरात थाहा हुँदैन गाउँमा छैन बत्ती त्यही पिराले सुत्ने बेला रुन्छु कति कति जल स्रोतको दोस्रो धनी देश भनेर चिन्छन् तर पनि बत्ती बाल्न भारतबाटै किन्छन्
विदेशमा त समुद्रमा पानी जहाज डुल्छ लौरी टेक्दै खोली तर्छ नझलुङ्गे पुल्छ साँझ बिहानै रुँदै बस्नी आँसु झार्दै रुछनी एउटै नेता जन्मिएनन् जनताको मन बुझ्नी कहिलेसम्म युवाहरू परदेशतिर धाउने जान यता छ तर चिन्ता नेपाल कैलाउनी देश चलाउने भनाउँदालाई कुर्सी ताना तान्छ जनता र प्रहरी बीच ढुङ्गा हाना हान्छ यो कुरामा जनताको विरोध आयो अरे अस्ति पनि देशप्रेमीले गोली खायो अरे न त राम्रो नेता आयो नराम्रो भो देशै हाम्रो मुटु छिया छिया भएको होइन यसै आदेश पाए प्रहरीले गोली ठोक्दै हिँड्छ जनताले नि हाँसी हाँसी छाती खोलिदिन्छ हरेक दिन नेपाली परदेशैमा रुन्छ सम्झेर मेरो देश कहिले यस्तै हुन्छ हरेक दिन नेपाली परदेशैमा रुन्छ सम्झेर मेरो देश कहिले विकास हुन्छ सम्झेर मेरो देश कहिले सक्षम हुन्छ धन्यवाद साँच्चीकै नि ओहो लाइभमा आएर लाइभको एकदम शोभा बढाइदिनु भयो आफ्नो एकदम मिठो प्रस्तुति एकदमै दामी प्रस्तुति दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद छ धेरै एकदम अनिताजी यसो बोलाउने बित्तिकै यताउति आइहाल्नु भयो एकदम गर्नुभयो एकदम धन्यवाद है एकदमै भाग्यमानी ठान्छौँ हामीहरू सबजना थ्याङ्क यू सो मच एन्ड जति पनि जना तल च्याटमा हुनुहुन्छ जति पनि जना बाहिर विदेशबाट हेरिराख्नु भएको छ आफ्नो मातृभूमि छाडेर आफ्नो कर्मको लागि बाहिर भनौँ न घर परिवार पाल्नको लागि यताउति गर्नको लागि जति पनि जना बाहिर जानुहुन्छ बाहिर जानुभएको छ बाहिरबाट हेरिराख्नु भएको छ सम्पूर्णलाई मिठो माया र मिठो सम्झना छ हाम्रो साइडबाट है आफ्नो ख्याल राख्नु होला सबैले एकदमै माया छ हाम्रो साइडबाट अनि त्यही हो धन्यवाद भन्न चाहन्छु सम्पूर्ण टिमलाई हाम्रो सबैजनालाई थ्याङ्क यू सो मच एन्ड तलबाट जति पनि जना आउनुभएको थियो हजुरहरूलाई एकछिन माथि तान्न सकिनँ आजको लागि आज भनौँ न चिकन चाउमिन एकदम ब्रदर वेलकम छ अनु दिदीले हाम्रो मोन्स्टर दाई यतापट्टि को हुनुहुन्थ्यो सबैजना आउनुभएको थियो सबैलाई माया छ है अनि त्यति नै हो अब माथि तान्न सकिनँ होला आज अलिकति भनौँ न यस्तो ऊ छ भोलि फेरि कुरा गरौँला भोलि फेरि यताउतिको अफसप गरौँला यताउति गरौँला है क्यान आई सिङ अ सङ भन्नुभएको छ आउनुहोस् न प्लिज लास्ट एकचोटि ल सुमन सी गुरुङजीलाई बोलाउन यसो ओके हुन्छ सुमनजीले बोलाउन एकैछिन हस् हुन्छ अनिताजी ओके एकदम माया छ है हाम्रो माया र मिठो सम्झना हेलो नमस्कार जी सुमन सर नमस्कार सर आराम हुनुहुन्छ एकदम आराम छ थ्याङ्क यू सो मच है आज पालो अस्ति पनि हेरिरहेको थिएँ पालो पाउन सकिएन आज गेम हेरिरहेको थिएँ त्यस्तै भयो एकदम धन्यवाद छ दादा धन्यवाद के छ आज एउटा क्यान आई सिङ अ सङ भन्नुभयो अनि मैले त अब नाइ भन्नै सकिनँ एकछिन बोलाइहालौँ कि अनुदी वेलकम छ मेरो थ्याङ्क यू म चाहिँ खासमा चाहिँ अब म पनि बाहिरतिरै बस्छु अनि लोकगीत एउटा लोकगीत चाहिँ गाउँ न भनेर सानो टुक्रा भए पनि ल थ्याङ्क यू हाम्रो झलकमान गन्धर्वजीको गीत हो सरी अलिअलि नर्भस पनि भयो म होइन ढुक्कै आनन्दले गर्नुहोस् न कोही पनि यहाँ जस्तो जज गर्ने मान्छे हुनुहुँदैन सबैजना सपोर्टिभ हुनुहुन्छ ल थ्याङ्क यू सो मच फेरि उसको झलकमान गन्धर्वजीको बाला जोबन भन्ने गीत चाहिँ हो
ल म गाउँछु है त हल्का बाला जो बन खेलेरै गयो बैस जो बन मायालाई भइगयो नरु मायालु राम 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 गए बनैमा मिर्गा झर्यो स्याउली बनैमा राम 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 गए बनैमा मिर्गा झर्यो स्याउली बनैमा खायो भरै खसीले डाली नुगाई घाँस खायो भरै खसीले डाली नुगाई घाँस यति टुक्रा सानो टुक्रा गाएँ है सरी एकदम एकदम धन्यवाद दाइ एकदमै अहिले बाहिर बस्नु भएको छ बाहिर कता हुनुहुन्छ कुन कन्ट्री म युकेमा छु एकदमै अब बाहिर भए पनि आफ्नो मौलिक आफ्नो देशको आफ्नो यस्तो टुक्का मिलाएर एउटा गीत सम्झिनु भयो एकदम आफ्नो देशलाई सम्झिनु भयो एकछिन गीत गाउँदाखेरि त्यसको लागि धेरै धेरै धन्यवाद सानो पल सानो रमाइलो क्षण बनाइदिनु भयो हाम्रो लाइफमा पनि त्यसको लागि धेरै धन्यवाद छ थ्याङ्क यू सो मच पार्नुको लागि है कुल ब्रदर थ्याङ्क यू बाई एकदम धन्यवाद छ ओके सो सबैलाई हो क्या एभ्री वान हाम्रो अनुदी पनि आउनुभएको रहेछ अनुदीले एकचोटि माइक खोलेर हेलो भन्दै भयो यसो आवाज सुन्नु पाइन्छ 2 दिन भइसक्यो यार बिरामी चाहिँ दिदीले मेसेज पठाउनु भएको थियो आई एम अल राइट दिदी ओके नाउ आई एम गुड ओके ठिक छ नि हजुर सबै सन्चै अहिले चाहिँ ठिक भएको छ अलिकति हजुर ओके छ दी अहिले आउनुभयो एकदम खुसी लाग्यो ओके एन्ड त्यो रात पनि अब धेरै भइसक्यो 11:50 भइसक्यो च्याट सबैजनालाई एकदम माया छ है अनि सबै हाम्रो दाइ दिदीहरू सबैलाई एकदम रेस्पेक्ट एन्ड माया छ एन्ड जानै पर्ने हुन्छ अब जान्छु म राम्रोसँग बस्नु होला बेने ब्रदर भाइरस हेलो हेलो नमस्ते 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 सन्जय हुनुहुन्छ आरामै 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 के छ हजुरको खबर एकदम ठिक छ एकदम ठिक छ हेलो दाइ नमस्ते नमस्ते सन्चै छ भाइ लास्ट हार्यो यार आज त के भएन जी हेलो कुल ब्रदर कस्तो हुनुहुन्छ हेलो हेलो अहिले चाहिँ ठिक छ दाइ अहिले चाहिँ आराम भएको छ नाइस नाइस भोलिसम्म भोलि बल झन् फिट हुनु म अहिले दुखिरहेको छ धुनु तर अस्ति चाहिँ अलिकति बोल्नै नसक्ने भएर आएको ठिकै गर्नुहोस् मलाई कति यहाँ मेन्सन आइरहेको थियो कि अलवेज यु लेट लेट मात्र भन्छ नि यार त्यही त हल्का त्यस्तो भएको थियो ठिक छ त्यही पनि हाम्रो दिनेश दाइलाई पनि बोल्नु दिनेश दाइ के बोल्नु न यार हेलो सन्जय चाहिँ कहाँबाट हुनुहुन्छ दा ए ठिक छ माया छ हाम्रो साइडबाट है एकदम एकदम लभ छ एकदम लभ एआर ब्रदरलाई पनि धेरै माया छ भाइरस दाइ ओपी है आज चाहिँ भन्नुभएको छ भाइरस नमस्ते नमस्ते एआर ब्रदर सन्चै हुनुहुन्छ थ्याङ्क यू दाइ के छ भाइरस दाइ सन्चै हजुर हजुर दाइ हेलो कुल भाइ म 55 सालको हजुर दाइ 55 सालको अनि म त अनि भयो एज चाहिँ नभनौँ कि तर म भाइ नै हो कि म कान्छा नै हो एकदम 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 माया छ दाइ प्रश्नलाई पनि प्रश्न आज तिम्रो कालो कोब्रा चाहिँ खै त अनि छ्या दाइ त्यो भाइ हो कि यार म भन्दा 4-5 वर्षले कान्छु के भएको हजुर हो र होइन सँगै आउँथ्यो नि त दुईजना त्यो त आफ्नै लाइफमा बसिरहेको कि त्यही भएर मैले सेयर गरेँ हो ए ठिक छ कुलदै यो बस्नेत काजी भन्नेलाई पनि पुल गरिदिनु न हुन्छ भने बस्नेत काजी ल म बोलाइहालेँ एकैछिन है ए ओके 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 सो सरी यार माया छ है काजीजी कहाँका काजी हुन् फेरि बस्नेत काजी काजी तम्रो घर कता हो बोल्दैनौ क्या त्यही त बस्नेत खानदान थापा खानदान त्यसपछि कुमार खानदानको त ओहो धेरै खतरा छ त बस्नेत खानदान चाहिँ ओखलढुङ्गातिरको हो हाल्छ अहिले म हेलो ए ठिक छ माया छ हाम्रो इग्नोर ब्रदरलाई पनि माया छ अलवेज लभ है टकिला साइनलाई पनि बोलाउनु पायो भने ठिक छ जानु भएछ नि ओम दाइ कहाँ जानु भयो ओम दाइ खै कामतिर हुनुहुन्छ कि मैले अघि ओम दाइलाई बोलाउँदा अहिले फेरि
बाहिर हुनुहुन्छ होला कतै कुल ब्रो कसैलाई पिक अप गर्नु चाहनुहुन्छ भने यु क्यान ड्रप मी है एनी ए टाइम हस् हुन्छ दाइ हुन्छ म यसो सबैले तानम कि भनेर है या ड्रप गर्छु चाउन ब्रदरलाई तानम ल सारी की सारी है तू कहाँ बारी आज अलि लेटै भयो कि फेरि ढिलो भइसक्यो 11:30 यति बेलासम्म त बस्दैन म 11:30 यहाँ पनि जय नेपाल लेख्न लाग्यो केटाहरूले जय नेपाल नलेख है यहाँ दाइले गाली गर्नुहुन्छ नि के हो जय नेपाल भनेको मार्केट खाइसक्यो के को जय नेपाल हो गाह्रै छ दाइ अलि त्यो एकछिन एउटा कुरा भन्छु त्यो एउटा भिडियो हेर्ने भयो कि भएन त्यो गाडीले ओभरटेक गरेको बाइक दुईटा बाइकमा फेरि फिर्ता गरेको है त्यो कस्तो यार गर्दै त फर्केर जानु गल्ती हो क्या त्यही भनेको कति मैले त्यही हेरेको त्यो आएको आइसक्यो मेरोमा अनि च्याट सबैजनालाई सोधेँ एकचोटि के लाग्यो यार त्यसको बारेमा के पठाइदिएछ यार मलाई त अब जसो तसो त गल्ती त भइगयो अब फर्केर जानु नै चाहिँ अलिक गल्ती हो क्या दुईजना सोझो भनेर होइन गएर केही गरौँला भनेर गएको थियो र उल्टै खाएर आएँ त्यही भनेको त अलिकति त्यो चाहिँ अलिकति स्याड लाग्यो क्या मलाई त्यसरी पिट्नु त नहुने हो गाडीवालाको पनि गल्ती थियो गल्ती चाहिँ ऊ त चेपेर पुरै होइन स्पिडमा त्यसरी आउनु पनि गाह्रो गल्ती हो तर भनौँ न अब बिचरा मलाई त माया पनि लाग्यो त्यो ड्राइभर बाइक राइडर तर त्यसरी नकुट्न हुने है तर कुट्न चाहिँ ए त्यसरी कुट्न चाहिँ ओभरै कुटेको हो धोपी हान्नु दाइ यार कुट्नु पर्ने खासमा बस्नेतहरूलाई हो कि दाइ गलत मान्छेलाई कुटेछ क्या दाइ दबाई पनि फेरि यहाँ डिसमा हाल्नु तिमी बस्नेतलाई भने होइन अर्कै बस्नेतलाई भने क्या भाइ अहिले कोब्रा भाइ आयो भने रिसाउला अनि फेरि बस्नेतलाई कुर्दिने भन्दा कोब्रा पनि बस्ने त हो बस्ने त होइन अब नै ओके छ कोही छ यतातिर यस्तो माथि तानौ न यार कसैलाई यस्तो दामी गीत सित सुनाऊ यताउति गरौँ कोही छ भने यार एक गीत सुनेर एन्डिङ हानौँ यार होइन कोही छ दाइ हजुरहरूकोमा कोही छ हजुरले चिनेको कोही हजुरले गाएको नसुनेको धेरै हो होइन म त गाउँदै मिल्दैन बिरामी हो दाइ हो अरू कोही भएको भए यस्तो दामी एकजना कोही भएको भए माथि तान्थ्यो यार को हुनुहुन्छ त अप तान्थेँ म कोही हुनुहुन्छ अनिता आउनु भएको छ अनितालाई गर्नु न पुल गर्नु त ए अनिताजीलाई तान है अनिताजी आउनु त माथि यसो अनिताजीको एउटा झ्याउरे भाका सुन्यौँ न मिठो हस् हुन्छ दिनेश दाइ थ्याङ्क यू सो मच है लभ यू सुन्नु दाइ ल ओके छ दाइ अनिताजी एकचोटि आउनुहोस् त माथि यसो अनिताजी